नमस्कार। इन्डियन गोर्खा जनशक्ति फ्रन्ट भारतीय सङ्गठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको पक्षबाट म जतन राई समग्रमा चिया बगानमा आश्रित मेरो सम्पूर्ण सन्तानहरूलाई स्वाभिमानी र सङ्ग्रामी अभिनन्दन व्यक्त गर्न चाहन्छु। विशेष गरेर म जानकारी गराउन चाहन्छु 2022मा भारतीय सङ्गठन पञ्जीकृत बनेपछि लगातार श्रमिकहरूलाई जागरुक गराउँदै साथसाथै मालिक एसोसिएसन र सरकार पक्षलाई विभिन्न माध्यमद्वारा चाप दिने साथसाथै श्रमिकहरूलाई जागरुक गराउने हामीले कार्यक्रमहरू गर्दै आइरहेको सायद मैले भनिरहनुपर्छ जस्तो लाग्दैन। र मलाई लाग्छ श्रमिकहरू आजको दिनमा जुन प्रकारको तपाईँको एउटा आर्थिक पिञ्जडाभित्र कैद छ, एउटै मात्र रामबाण हो, त्यो के हो भनेदेखिलाई मिनिमम वेजेसलाई लिएर विशेष गरेर म के भन्न चाहन्छु भनेदेखिलाई भारतीय सङ्गठन श्रीमान डीके गुरुङको एउटा कुशल नेतृत्वमा साथसाथै एउटा भिजनरी लिडर श्रीमान अजय एडवर्ड्सको छत्र छायामा जुन प्रकारले आज हामी एउटा सडकमा उत्रेका छौँ, म यो पनि भन्न चाहन्छु श्रीमान डीके गुरुङको असल कुशल नेतृत्वमा आज हामी 50 भन्दा बढी चिया बगान क्षेत्रहरूमा हामीले हाम्रो परिवारहरू बनाइसकेका छौँ। आज हामी ठुलो परिवार बनेका छौँ र श्रमिकहरूलाई जागरुक वैधानिक अधिकारभित्र रहेको कुराहरूको जानकारी गराउँदै उहाँहरूसँग काँधमा काँध श्रमिकको हतार्तको निम्ति हामी एउटा सङ्घर्षमा निस्केका छौँ। र मैले भनिहालेँ श्रमिकहरूको निम्ति रामबाण भनेको तपाईँको मिनिमम वेजेस हो। मिनिमम वेजेसलाई लिएर हामीले पोस्टरिङ मार्फत भनौँ है, दार्जिलिङ श्रम कार्यालय घेराउ मार्फत भनौँ, मालिक एसोसिएसनहरूको जति पनि यहाँ दफ्तरहरू छ घेराउ मार्फत भनौँ, दागापुरमा पनि हामीले विगत केही दिनअघि एउटा कार्यक्रम प्रोटेस्ट कार्यक्रम राखेका थियौँ र भोलि पनि 24 तारिकको दिन हामी दागापुरमा हामी प्रोटेस्ट गर्न लागिरहेका छौँ। र म यो जानकारी गराउन चाहन्छु आजको दिनमा हामी एउटा ठुलो परिवार भएको कारणले गर्दाखेरि हामीले प्रत्येक हाम्रो युनिटको हाम्रा सदस्यहरूलाई हाम्रा सहयोगीहरूलाई हामीले खबर गर्न पाएनौँ, तपाईँहरूलाई समेट्न सकेनौँ, हामी माफी माग्न चाहन्छौँ। भोलि हाम्रो दागापुर सिलगढीमा प्रोटेस्ट कार्यक्रम भएपछि हामी कलकत्तातर्फ लाग्नेछौँ र कलकत्तामा पनि हामी जोडतोडले त्यो साहस र त्यो सामर्थ्यको साथमा हामी न्यूनतम ज्याला श्रमिकहरूको हितार्थको निम्ति, न्यूनतम ज्यालाको निम्ति बङ्गालको मुकुट नै मानिने, बङ्गालको ताज नै मानिने कलकत्तामा हामी प्रदर्शन गर्नेछौँ। र आजको दिनसम्म जुन प्रकारले पार्टी मूल संयोजक श्रीमान अजय एडवर्ड्सज्यूले हामीलाई एउटा सहयोग पुर्याउनु भयो र धेरैजना पार्टीका केन्द्र सदस्यहरूले पनि हामीलाई भलो कुसेरी गर्दै हामीलाई सजेसनहरू, हामीलाई एडभाइसहरू र साथसाथै युवा एकाइका हाम्रा भाइहरूले पनि जुन प्रकारले हामीलाई सहयोग दिनुभयो, संयोजिकाहरूले हामीलाई सहयोग दिनुभयो र विभिन्न क्षेत्रका हाम्रा समष्टिका संयोजकहरूले पनि जुन प्रकारको हामीलाई सहयोग दिनुभयो, सम्पूर्णलाई म धन्यवाद भन्न चाहन्छु सङ्गठनको तर्फबाट। र कलकत्तामा हाम्रो प्रोग्राम, हाम्रो प्रदर्शन, हाम्रो जुन प्रकारको मिनिमम वेजेसलाई लिएर हाम्रो प्रदर्शन छ त्यो हाम्रो अन्तिम चरणको कार्यक्रम हुने छैन, बुझ्नुभयो। र जब हामी दार्जिलिङतर्फ फर्केर आउँछौँ हामी अझ बढी रूपमा श्रमिकहरूको जुन प्रकारको दुखेसु छ, पिञ्जडाभित्र आर्थिक पिञ्जडाभित्र कैद छ, उहाँहरूको उन्मुक्तिको निम्ति जबसम्म श्रमिकहरूको न्यूनतम ज्याला फते हुँदैन तबसम्म हामी इमान्दारितापूर्वक हामी सङ्घर्ष गरि नै रहनेछौँ। र समस्त चिया बगानमा आश्रित मेरो सन्तानहरूलाई म यही भन्न चाहन्छु, सङ्घर्ष भनेको एक दिने हुँदैन, 2 दिने हुँदैन, हामी निरन्तर आफ्नो हक र अधिकारको निम्ति सङ्घर्ष गरि नै रहनुपर्छ र कटिबद्ध भएर हामी इमान्दारितापूर्वक तपाईँहरूको समक्ष एउटा ढाल बनेर खडा हुनेछौँ। यति भन्दै समस्त पहाड तराई डुवर्स क्षेत्रका चिया श्रमिक साथसाथै सम्पूर्ण गएर म बिदा लिन चाहन्छु। जय गोर्खा, जय श्रमिक, धन्यवाद।